नमस्ते सबजनालाई। आज हामी यो भिडियोमा कुरा गर्नेछौँ नीट 2025 को बारेमा। यो नीट 2025 को एन्सर की चाहिँ रिलिज भइसकेको छ। अब तपाईँ सजिलै हेर्न सक्नुहुन्छ आफ्नो ओएमआर सिट र एन्सर की है। अब ओएमआर सिट र एन्सर की चाहिँ हेरेर हैन तपाईँ हेर्न सक्नुहुन्छ तपाईको कति क्वेशन चाहिँ करेक्ट भएछ, कति चाहिँ रङ भएछ हैन, तपाईको कति एन्सर राइट छ रङ छ भनेर तपाईँ हेर्न सक्नुहुन्छ है। अब सजिलै हेर्न सक्नुहुन्छ। इफ तपाईको कुनै क्वेशनमा चाहिँ च्यालेन्ज गर्नुपर्ने छ भने तपाईँ सजिलै चाहिँ त्यो माध्यमबाट च्यालेन्ज गर्न सक्नुहुन्छ है। तर तपाईको ओएमआर सिटमा के छ के छैन हैन, तपाईको कति मिलेछ कति मिले छैन, कति एन्सर राइट छ कति रङ छ भनेर सजिलै हेर्न सक्नुहुन्छ। अब यो कसरी हेर्ने भने सजिलै तरिकाले हामी यो भिडियोमा कुरा गर्नेछौँ। कसरी च्यालेन्ज गर्ने हो, कसरी चाहिँ यो ओएमआर सिट चाहिँ हेर्न मिल्छ भने सजिलै वेमा सजिलो तरिकाले हामी हेर्न सक्छौँ। सो यो भिडियोमा नयाँ हुनुहुन्छ भन्दाखेरि प्लिज लाइक सब्सक्राइब गरी बेल आइकनलाई थिचिदिनुहोस् र जति सक्दो चाहिँ सेयर गरिदिनुहोस् है। धन्यवाद। ल सुरु गरौँ त। ल यो ओएमआर सिट चेक गर्नको लागि सबभन्दा पहिला के गर्नुपर्ने हुन्छ भन्दाखेरि सबैभन्दा पहिला आफ्नो मन परेको क्रोम ब्राउजर ओपन गर्नुहोस् अनि त्यसपछि टाइप गर्नुहोस् neet.nta.nic.in टाइप गरी हैन प्रेस गर्नुहोस् है, सर्च गर्नुहोस्। अनि एकछिनमै यस्तो इन्टरफेस आउनेछ है। यस्तो इन्टरफेस आएपछि स्क्रोल गर्नुहोस्। स्क्रोल गर्दा गर्दै तपाईँ यस्ता यहाँ हेर्न सक्नुहुन्छ एन्सर की च्यालेन्ज फर नीट यूजी 2025 फर्स्टमै लेखेछ है, त्यसमा प्रेस गर्नुहोस्। अनि त्यसपछि के गर्नुपर्ने हुन्छ भन्दाखेरि अलि स्क्रोल गर्दाखेरि यहाँ तपाईँ हेर्न सक्नुहुन्छ भन्दाखेरि यहाँ लगइन भन्ने अप्सन छ, यहाँ लगइनमा प्रेस गर्नुहोस् है। यो लगइनमा प्रेस गर्ने बित्तिकै यस्तो इन्टरफेस आउनेछ। अनि यस्तो इन्टरफेस आएपछि तपाईँ सबभन्दा पहिला के गर्नुपर्ने हुन्छ भन्दाखेरि तपाईँ माथि हेर्न सक्नुहुन्छ यहाँ लेखेको छ एप्लिकेसन नम्बर। तपाईँको जुन एप्लिकेसन नम्बर छ त्यही एप्लिकेसन नम्बर यहाँ लेख्ने हो है। अनि त्यसपछि के लेखेको छ यहाँ पासवर्ड रहेछ, तपाईँ आफ्नो जुन पासवर्ड छ त्यो पासवर्ड यहाँ थिच्नुहोस्। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ क्याप्चा भन्ने अप्सन छ है, यहाँ क्याप्चा चाहिँ लेखेर लगइन गर्नुहोस् है। म एउटा इक्जाम्पलको लागि त्यो गरेर हेराइदिन्छु म है। एप्लिकेसन र पासवर्ड हालेर मैले जस्ट सेफ्टीको लागि त्यहाँ ब्लर गरेछु है। यो सेफ्टीको लागि मात्र हो। तपाईँ आफ्नो एप्लिकेसन नम्बर पासवर्ड र क्याप्चा हालेर यहाँ के गर्न सक्नुहुन्छ भन्दाखेरि लगइन गर्न सक्नुहुन्छ है। लगइन गरेपछि यहाँ तपाईँ यस्तो इन्टरफेस हेर्न सक्नुहुन्छ। यस्तो इन्टरफेस आएपछि के गर्ने हो भन्दाखेरि यहाँ के लेखेको छ भ्यू च्यालेन्ज एन्सर की है। यो भ्यू च्यालेन्ज एन्सर कीको तल यहाँ हेर्न सक्नुहुन्छ क्लिक टु भ्यू है। त्यहाँ क्लिक गरेपछि हैन के हुन्छ तपाईको यहाँ के लगइन हुन्छ भन्दाखेरि यहाँ एन्सर छ है, एन्सर की है। यहाँ करेक्ट एन्सर के हो भनेपछि यहाँ हुन्छ है लेखेको, यहाँ चाहिँ लेखेको छ हेर्न सक्नुहुन्छ तपाईँ। यहाँ करेक्ट अप्सन भनेछ, यहाँ तपाईको एनटीएको जुन करेक्ट अप्सन छ जुन एन्सर छ त्यहाँ दिएको छ। यहाँबाट के गर्ने हो करेक्ट गर्ने हो, करेक्सन गर्ने है। अनि त्यसपछि यहाँ छ भ्यू एन्ड च्यालेन्ज ओएमआर सिट। यहाँ क्लिक गरेपछि के हुन्छ भन्दाखेरि यहाँ आफ्नो जुन छ नि हैन ओएमआर सिट त्यो चाहिँ सो हुन्छ यहाँबाट। अनि त्यहाँबाट चाहिँ के गर्ने हो यो आफ्नो ओएमआर सिटसँग चाहिँ करेक्ट एन्सर के हो भनेपछि के गर्ने हो म्याच गरेपछि है। अनि त्यसपछि म्याच भएपछि हैन अनि चेक गर्नुहोस् तपाईको म्याच गरेर चेक गर्नुहोस् कि तपाईको चाहिँ कति मिलेछ कति मिले छैन। अनि कुन चाहिँ एन्सर चाहिँ राइट हो तर एनटीले रङ गरेछ भने के गर्न मिल्छ भनेपछि च्यालेन्ज गर्न मिल्छ हैन, उसलाई इन्फर्म गर्न मिल्छ है। धन्यवाद। थ्याङ्क्स फर वाचिङ।